हेलो नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै हुन्छ होला। अनि बहिनीको बिहेको लागि हामीले तयारी गरेर छौँ। अनि तल सरसफाइ सबै गऱ्यो, गुदाम घर सबै खाली गऱ्यो, अनि कुरीहरू सबै सफा गरिसकेको छौँ। अनि अहिले रातिको काम चाहिँ हाम्रो चाहिँ के भइरहेछ भने टपरीहरू लगाउने काम भइरहेछ। अनि मेहन्दी पनि हुँदैछ। अनि त्यस पछाडि म एकदम गाह्रो भयो, सबै सामानहरू चामलहरू गोदामको चामल सबै राखेर हामी एउटा अर्को मिल गरेको घरमा चाहिँ हामी राखिसकेको छौँ। र म तपाईँहरूलाई चाहिँ अब टपरी लगाएको देखाउँछु है। सो यहाँ टपरी लगाउने काम भइरहेछ। भइरहेछ यहाँ चाहिँ। यता माइजी हुन्छ, यहाँ भाउजू हुन्छ, यहाँ पुगु हुन्छ, ठुलिआमा हुन्छ, हाम्रो माइजी हुन्छ, आन्टी हुन्छ, यहाँ बहिनी हुन्छ। अनि टपरी लगाएको मैले चाहिँ गराइसकेँ। अनि भर्खरै सरसफाइ गरेर आएको। तल लास्ट क्या फोहोर थियो, अनि यतातिर सबै फोहोरहरू थियो, अनि त्यो फोहोरहरू आयो। अनि यहाँ सरसफाइ भइरहेको छ। अनि त्यस पछाडि गोदामको सामान टन्नै थियो क्या, अनि गराइयो। कोलियाहरू सबै सफा गरिसकेका छौँ, तर यहाँ बाँकी छ हल्का। अनि यता अब भोलि चाहिँ टेन्टको चाहिँ हामीले चाहिँ व्यवस्थापन गर्छौँ र सबै कुराहरू व्यवस्थापन भोलि गर्छौँ हामी चाहिँ। अनि यहाँ पनि सबै चामलहरू टन्नै थियो, त्यो सबै सामानहरू हामीले चाहिँ बाहिर लगिसकेका छौँ। र केही सामानहरू हामीले यहाँ राख्यौँ। अघि चाहिँ त्यो भिडियो गर्न पाएन। अनि यो हाम्रो चाहिँ पसल हो। कहिले चाहिँ मेरो भाइ टक्क थकाइ लगाएर बसिरहेको छ ऊ चाहिँ, होइन, काम गरेर बसिरहेको। हाम्रो बुवा आउँदै हुन्छ उताबाट, मिलमा सामानहरू पिसेर आइसक्नु भएको छ। अनि हाम्रो दाइ पनि आउनुभएको छ, र अब मैले दाइलाई ढोक पनि गर्नुपर्छ। हाम्रो दाइ हुन्छ यहाँ। हामीले सबै सामानहरू चाहिँ यहाँ राखिसकेका छौँ। ताजा लगाइसकेको छ, भोलि देखाइदिन्छु म यहाँ चाहिँ। अनि मम्मी चाहिँ त्यहाँ पारीको कोठामा सरसफाइ गरिदिनुहुन्छ, त्यहाँ चाहिँ हाम्रो मिल्छ। सो एउटा सामान होइन, सुजीको बोरा चाहिँ बाहिर लग्नु पर्नेको, र हामीले पारीको मिल पनि खोल्दैछौँ होइन। भाइ यहाँ उठाउँदै यहाँ गइजाने यार। अनि बोरा चाहिँ मैले बाहिर लगेर चाहिँ छाडिदिन्छु अब होइन। मम्मी त्यहाँ गएर चाहिँ मिल घर चाहिँ खोलिसक्नु भएको छ। म चाहिँ यहाँबाट जाँदैछु। अहिले रात पनि रात परिसकेको छ। बत्ती बाल्नु न भित्र। त्यो सामान चाहिँ यहाँ राखिसकेको छौँ होइन, भिडियो बनाउनु पाएन। यति धेरै सामानहरू टन्नै यहाँ राखिसकेको थियो क्या, पानीहरू। अनि भोलि अरू पानी कार्टुनहरू, तरकारीहरू, त्यस पछाडि टेन्टहरू हामी सबै भोलि बिहान चाहिँ गाडीमा लिएर आउनेछौँ थानमारी बजारदेखि। यत्रो सामान आइसक्यो। अब यति गाह्रो भएको थियो नि। अनि उता खादको बोरा पनि छ क्या, यता यत्रो खादको बोरा मैले बोकेर ल्याएँ कि 1 2 3 4वटा चाहिँ मैले बोकेर ल्याएँ होइन। अनि चामलहरू त हामी त धेरै भाइहरूले बोकेको, अब 6-7 भाइले नै बोकेको। यति धेरै यो रङको बाल्टीहरू, टन्नै यो चामलहरू होइन। अब यति धेरै सामानहरू सारिसक्यो। अहिले चाहिँ कति अब 9:40-45 भइसकेको छ। अब यति पनि छ बाँकी, मम्मीले यो फाल्ने भन्नुभएको छ। अब हामी दाजुभाइ मिलेर यो भाइले चाहिँ बाहिर फालेर म चाहिँ बराल्छु, अथवा यहाँ मैले फालेर भाइले चाहिँ यहाँ चाहिँ बराल्छ होइन। सो अब यति फाइनल छ। अनि यस पछाडि हामीले चाहिँ यहाँ पोछा लगाउनु पर्छ। यहाँ
अहिले जाडो भइसकेको छ 10 बजिसकेको छ रातिको भनौँ न 5 मिनट त बाँकी छ नि 10 बजी आइसकेको छ यो सबै बराबर लिएर भोलि बिहान हामी फर्स्ट लटमा चाहिँ यहाँ कोसा लगाउँछु त्यस पछाडि हामी बजार गएर चाहिँ खालमारे गएर चाहिँ ट्र्याक्टरमा टेन्टहरू लिएर आउँछौँ मम्मी चाहिँ लुक एउटा सामान लगेर चाहिँ फेरि गोदाम घरमा जानुहुन्छ बन्द गर्दै खोल्दै काम भइरहेछ 10 बजिसक्यो के गर्नु निन्द्रा लागिरहेछ एउटा बहिनी हो अब भात पनि खाएको छैन अहिलेसम्म बिहानदेखि भात पनि खाएको छैन अहिलेसम्म होइन अघि दिउँसोतिर थानबारी बजार गएको थियो उता काम थियो निमन्त्रणाहरू गर्न गइरहेको थियो बिहेको त्यस पछाडि फेरि आएर खाने भनिरहेको थियो अनि त्यस पछाडि मम्मीहरूलाई लिन जानु पऱ्यो पातहरू टिप्न जानुभएको थियो जङ्गलमा होइन सो गाह्रो छ एउटा बहिनी हो बहिनीको बिहे चाहिँ धुमधामसँग गर्ने हाम्रो चाहिँ दाजुभाइ हाम्रो फ्यामिलीको चाहिँ एकदम मेन उ भइरहेछ होइन कोसिस भइरहेछ त्यही हो बस बहिनी खुसी हुनु पऱ्यो बस त्यही हो यो भिडियो चाहिँ मेरो बहिनीको लागि हो होइन बहिनीले चाहिँ आफ्नो दाइ भाइले कतिको गरिरहेछ भन्ने कुरा चाहिँ भोलि सम्झना होस् है त्यो कारणले भिडियो बनाएको भाइले चाहिँ यो बेन्च दुईवटा बेन्च लगेर जाँदैछ होइन मलाई लास्टै थकेला छ नि त त्यही भएर भाइले चाहिँ गरेर ल दुईवटा बेन्चहरू लिएर आइरहेछ यो चाहिँ हाम्रो यता भोलि चाहिँ खानासाना खुवाउनुको लागि बनाउनुको लागि चाहिँ हामीले बेन्च यता सार्नुपर्छ होइन 4वटा बेन्च भइसकेको छ भोलि टेबल कुर्सीहरू सबै ल्याउनु पर्छ हामीले त्यही हो भोलि टेबल कुर्सीहरू राम्रै ल्याउनुपर्छ हामीले चाहिँ यहाँको फात सबै धेरै भाइको म बनाइहाल्छु मम्मी तपाईँले बहिनीलाई अर्को घर पठाउँदा कस्तो लागिरहेछ मम्मी हेर्नु मन लागेको छ एकछिन रोइदिनु भयो सो किनभने एउटा बहिनी अन्त एउटा छोरी अन्त बसेर पढाउँदा जति खुसी छु भन्दा पनि मम्मी धेरै खुसी हुनु नि होइन धेरै टाढा छ नि त बहिनीको अब बिहे हुनु लाग्यो हामीले पनि त के गर्नु तिहारमा हामीले सम्झिनुपर्छ होइन यस्तै हो बहिनीको खुसी हामी त्यसमै खुसी सो त्यही हो सो अब मैले यहाँबाट बढाल्दै आउँछु पहिला यहाँदेखिबाट बिहानको चाहिँ हामीले चाहिँ फ्लग बनाउँछौँ अहिले चाहिँ हामीले यही एन्ड गर्छौँ एकदमै एउटा बहिनी हो एकदम धुमधामसँग बिहे गर्ने हो बहिनीको पठाउने हो एकदमै बहिनीलाई एकदम सम्झना होस् कि दाइले चाहिँ यस्तो भिडियो बनाएको थियो भन्ने होस् सो अहिले चाहिँ यतिकैमा एन्ड गर्छु र चाहिँ भोलि बिहान आउँछ भ्लग चाहिँ एकदम राम्रै परि भइरहेको चाहिँ गुडिया होइन एउटी मात्र बहिनी हो को हो बहिनी पनि आएछ यस्तो दामी दामी देखाउँछु त हाँस्थ्यौ त नि ताउनी पछि ठुलेको जस्तै अब फर्स्ट जेठो दाइले हल्दी लगाइदिने भइरहेछ मेरो पालि चाहिँ कस्तो लाग्यो यहाँ चाहिँ हल्दीको कार्यक्रम भइरहेछ बत्तीको अलि लाइटको कमी भइरहेछ यहाँ चाहिँ एकदम ग्लो ल्याउँछ यसले अब चाहिँ हल्दी लाउने चाहिँ मेरो बुढीको पालो किनभने बाबु चाहिँ उठिसकेको थियो नि त अब उठेर चाहिँ दुध खाएर सुताइरहेको छ अनि त्यस पछाडि चाहिँ मेरो बुढीको हल्दी लाउने पालो अनि त्यस पछाडि भाइहरूको पालो सो
ल खाना खाइसक्यो अनि अहिले चाहिँ 11:41 गइसकेको छ र ब्रस गऱ्यो हल्दी मैले पनि लाग्थेँ अनि फेस मुख धोयो होइन अनि यता चाहिँ बहिनीले टक्क मेहन्दी लगाइसकेपछि होइन 11 बजेर कति 43 गइसकेको छ र यता सालीले चाहिँ आन्टीले चाहिँ मेहन्दी लाउँदैछन् र हामीलाई निन्द्रा खुट्टामा लगाइसकेको रहेछ मेरो बहिनीले चाहिँ होइन एकदमै राम्रो देखेको छ मेहन्दी र हाम्रो मम्मी एकदम मस्त निन्द्रामा हुनुहुन्छ तर हाम्रो माइज यता बिजी हुनुहुन्छ अब हामी सुत्छौँ गुड नाइट सबैजनालाई हामी भोलि बिहान भेट्नेछौँ मेहन्दी लाउँदैछु यिनीहरूले नत्र त ढोका लगाइहाल्छ ओ मेरो टोपो कताको रातो हो सो सबैजनाले मेहन्दी लगाइसकेका छन् लाउँदैछन् पनि कसैले पनि होइन अब हामी 12 बजिसकेको छ हामी सुत्नुपर्छ सुत्छौँ भन्दा भन्दा अहिलेसम्म 12 बजी लगाइसक्यो अब हामी चाहिँ के छ विचार के वाचको त के मतलब बोला विचार कता ट्याप पर्छ होइन सबै लाने तपाईँ गरेर आफ्नो बारी बाफै गुड मर्निङ बिहान 5:48 बजिसकेको छु र म उठिसकेँ र मुख पनि धाएन मुख चिसोमा अहिले धुँदैन म थालमा राख्नुपर्छ ल हामी चाहिँ सामान ल्याउनुको लागि थालमा जाँदैछौँ गुहारामा बाइकमा उज्यालो भइसकेको छ उज्यालो भएको छैन अँध्यारै छ बाइकमा हामी जाँदैछौँ गुहारामा सामान ल्याउनुको लागि थालमा सो हामी जाडोमा चाहिँ 6:20 थालमा आइपुगेका छौँ र हामीले भाँडाकुँडाहरूको व्यवस्थापन गर्दैछौँ यो चाहिँ हस्पिटल अनि सामानहरू चाहिँ यता गर्छ हाम्रो यता रवि दाइहरूको घरतिर चाहिँ सामानहरू हामीहरू टेन्टहरू लिन आइसकेका छौँ अहिले चिसोमा बाइकमा आइपुगेका छौँ सो अब हामी 3 भाइ बिना साग टिप्न जाँदैछौँ बारीमा एकदम चिसो छ मौसम बिहानको बारीमा जाँदैछौँ सामान अलिक पछि लग्ने भएको छ र हामी अहिले चाहिँ चिसो बारीमा जाँदैछौँ हामी साग टिप्न धनिया टिप्न जाँदैछौँ त्यस पछाडि मुलाहरू एकदमै चिसो छ सो हामी बारीमा आइपुगिसकेका छौँ यो सबै साग हो आलुहरू मरिसकेको छ र यो साग हामीले टिप्नु पर्ने छ त्योको लागि जाराले सब कामिसकेका छन् ल टिप्नु त्यहाँ टिप लगाएर अनि मलाई यता फर्काएछ हामीले चाहिँ साग टिपिसकेको छौँ बारी सारिसक्यो र मैले अब हामी दही ल्याउनु जाँदैछौँ मेरो म दही ल्याउनु जाँदैछौँ होइन ट्र्याक्टरमा सामानहरू राखिसकेको छौँ यहाँ चाहिँ यो कामहरू हुँदैछ अब कुराहरू सब मचिरहेको छ नि होइन समतरियाले बनाउनुपर्छ है त्यो चाहिँ कुराहरू लागिसकेको छैन हामी सानो लाज अनि पर भएको थियो अनि अब हामी यो माटो लगेर त्यो बेतीमा राख्छौँ हामीले चाहिँ होइन काबो खनेको माटो चाहिँ पलाएर यहाँ चाहिँ बेती हुँदैछ हाम्रो काकाले त्यहाँ बेती बनाउँदै हुनुहुन्छ
टक्क बाउ त्यहाँ पुरै इटालेर छ पुरै इटालेर आज हाम्रो एनिभर्सरी पनि रहेछ मैले भुलेको थिएँ होइन सो आज हाम्रो 2 वर्ष पुरा भइसक्यो हाम्रो चाहिँ बिहे भएको चाहिँ अनि ह्याप्पी एनिभर्सरी मेरो प्यारी बुढीलाई होइन बेची अब लिप्न बाँकी छ अनि त्यो बाकसमा राखेर उ गर्नु बाँकी छ र फ्रेन्ड्स आउन आइसकेको छ सेन्टर आइसकेको छ होइन सबै सामान झारिसक्यो कुर्सीहरू तेलको सामानहरू होइन अनि मेरो बहिनी जय बस्ने कुर्सीहरू अब भाइले भर्खर उताबाट जङ्गलबाट बेती बनाउने सामानहरू लिएर आइसकेको छ सालकुहरू त्यस पछाडि पिपलको पातहरू सबै लिएर आएको छ होइन अब हामी अब त्यो बनाउन सुरु गर्छौँ हामी चाहिँ त्यस पछाडि टेन्ट जोड्छौँ त्यस पछाडि हामी भान्सामा जुट्छौँ कार्यक्रम भइरहेछ त्यसो हुनु होला अब हामी मुग्दुन गइरहेको छौँ
लगायत हामी त्यतिखेर गर्दैछौँ होइन गाइस के भयो त्यो दुलालाई माला उनीले दुलैनीले बनाउनु लाग्यो यहाँ खाना पाक्दैछ सो अब हामी थोरै खाऊ सिधो मुखमा दियो बास भयो ल छिटो गयो होइन अनि बहिनीको पहिला गरम फाल्नु पर्छ र पहिले गरम फाल्दा चाहिँ यहाँ चाहिँ बस्ने र हाम्रो यहाँ खसी कटिङ भइसकेको छ हामी भर्खर प्याज काटेर हामी यहाँबाट भागेका थियौँ र हामी फेरि यही ठाउँमा आइपुगिसकेका छौँ
राखेली ओ राख राख नदेखाए नदेखाए अच्छा अनुहार चाहिँ बाबु अलिकति पछि आयो
लाइट मारौँ न तपाईँको जानुपर्छ तपाईँहरू हेर्नुहोस् बलिएको छ भिनाजुलाई देब्रे हो कि गाडी देब्रेमा लाउने हो पहिलो पहिलो माया ताली ताली लु
हाम्रो नानीको पैसा पनि भन्छ गिफ्ट हो माथि माथि स्वाद्नु माथि स्वाद तर माथि अर्को दुबाको माला पनि छ
हक गर्नु पर्यो एकचोटि हक 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 अन्त जाऊ छिटो राजु भाइ
अर्को दुबाको वाला पनि छ कि पारेर छैन भाइ तान्नु त मम्मी यहाँ चिने सुत्ने पनि मान्छे हेर न आउँछ नि
ये तुम्हें बैग साहब है चला ऑर्डर
भिडियो गराउने अङ्कल हेरौँ यता पालो आएकै छैन यता 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 यता
भित्र जाऊ क्यामेरा लगेर भित्र जान अब भित्र पसाउने क्या भित्र बत्तीसँग टाइम रहेछ भएन बत्ती कस्तो जोडिदिनु
काम छ पछाडि त्यति बेला Sorry.